मान्य सदस्य गंगा देवी श्रेष्ठ छोटकरीमा आफ्नो भनाइ राख्नुस्। सम्माननीय सभामुख महोदय, जेठ 17 गते सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति आपत्तिजनक छ। यो अभिव्यक्ति सच्याइनुपर्छ भन्ने माग हाम्रो जारी छ। भारतले हाम्रो भूमि फिर्ता गर भन्यो भने कहाँको दिनुहुन्छ? कि कालापानी, लिपुलेक, लिपुलेखधुरा दाबी छोड्न खोजेको हो? सीमा क्षेत्रका नागरिकलाई आतंकित बनाएको सरकारको व्यवस्थाले मन कटक्क खान्छ। सभामुख महोदय, सीमाको जङ्गे पिलर खिँदै वरवर सर्दा त्यहाँको जनता बेलुका सुत्दा नेपाल, बिहान उठ्दा भारतको हुँदा ती नागरिक कसरी बस्नुभएको होला? भारतीय सेनालाई सुस्तामा नागरिक लडिरहेको देख्दा धिक्कार छ नेपाल सरकार र नेपाली सेनालाई। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय त जोगाएन। देशको सीमा रक्षाको लागि नजाने नपठाउने नेपाली सेना के का लागि हो सरकार? हाम्रो पुर्खाले पानी पनि नखाई पिठ्युमा बच्चा बोकेर बचाएको हाम्रो देशको भूमि बचाउन सबै लागौँ। पर्याय ज्यानको बलिदान गर्न तयार छौँ हामी। नेपालको भूमि र राष्ट्रियता गुम्न दिँदैनौँ। सभामुख महोदय, प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति सच्याइयोस्। अर्को, गाडी तेर्स्याएर अभिनय सरकारले गर्छ, कारबाहीको नाटक सरकारले नै गर्छ। सरकार कलाकार नै पर्यो। कथा कहाँ लेखियो? यो सामान्य छैन। आफै बक्सी आफै झाँक्री नेपाली नागरिकको मनसँग खेल्न सिपालु छ यो सरकार। नागरिकहरू तनावमा छन्। चुनाव अघि चुपचाप, चुनावपछि सुकुम्बासी साफ, चुपचाप होलिङ सेन्टर बास, चुपचाप शैक्षिक सेन्टर साफ। आमा घन्टीमा भोट दिए म घर आउने छु भन्न लगायो। घरमै बसी 2 लाख कमाउँछु भन्न लगायो। 1 महिनामै सुकुम्बासीको घर भत्कियो। जो डोजर छातीमा थाप्छु म अघि हुन्छु भन्नेको बाचा पुरा गर्नुभयो? तेरो बाउ गाडीमा मेरो बाउ खाडीमा भन्ने युवाको नाम मन जितेको थियौ। अहिले भोट पाउनेको सुनको थुप्रो, भोट हाल्नेको उठीबास। जनताले के नारा बनाउने, लेखिदिने र बोलिदिने सबै प्रतिबन्धित छन्। म सरकारलाई प्रश्न सोध्न चाहन्छु। गरिब सहरको कुरूप हो कि गरिब समाजको स्वरूप हो? देश हुने खानेको मात्र हो कि दलाई लामाको बर्थडे मनाउने थलो हो? के नेपालको भूमि विदेशीको परेड खेल्ने मैदान हो? 35 वर्षसम्म भ्रष्टाचार गरे भन्ने मान्यज्यूहरूलाई म सोध्न चाहन्छु। तपाईका लागि कतिजना बाउ आमा दाजु र दिदीहरू थिए? तपाईँ कतिजना मन्त्री, सांसद र कर्मचारीका छोराछोरी हुनुहुन्थ्यो? तपाईँलाई कति लगानी भयो त्यो बुझ्नु आछ? तपाईँलाई हुर्काउँदा पढाउँदा, एआई सिकाउँदा, डिस्कोर्स, टिओबी, युथ काउन्सिल, इन्टरनेट चलाउँदा, फेसन सो र टिपटप बन्दा नेपो बेबी मध्ये कतिजना हुनुहुन्छ? सक्नुहुन्छ तपाईँ को हो हात उठाउन? सक्नुहुन्छ हात उठाउन र लगानी फिर्ता गर्न? हामी पनि 35 वर्ष भन्नेहरूलाई हेर्दैछौँ त्यो लगानी तपाईँ मध्ये कतिजनाले प्रयोग गर्नुभएको छ भनेर। अर्को विषय, जेनजीको नाममा स्कुलले बालक कसले सडकमा ल्यायो? आन्दोलन रोकेर फर्काउँदा कसले हतियार र केमिकल लिएर बुलेट बाइकमा को आयो? पूर्व सांसद र हालका सांसदहरू सिंहदरबार जलाउन को आउनुभयो? संसारले देखेको छ फोटो र भिडियोहरू को थिए भनेर। हामीसँगै बसेर तपाईँ हेर्न सक्नुहुन्छ ती फोटो र भिडियोहरू? यो संसदमध्ये कतिजना हुनुहुन्छ र सजाय भोग्न तयार हुनुहुन्छ? ठुलो स्वरमा हामीलाई हप्काउँदैमा, संसदमा 2/3 हुँदैमा सत्य असत्य हुँदैन महोदय, प्रमाण नष्ट हुँदैन। मान्यज्यूहरू, म अनुरोध गर्न चाहन्छु, समय सधैँ तपाईँको हुँदैन। इतिहासले सजाय अवश्य दिन्छ। काङ्ग्रेसमा हालिमुहाली गरेर आउनेहरू मन्त्री हुनुहुन्छ अनि तपाईँ नयाँ। अनि हिजोको नेपो बेबीहरूले आज 30 वर्ष भनेर रटान गर्न मिल्छ? अझै सत्यलाई लुकाउन गाडीको फन्दा। पृथ्वी गोलो छ, घुमिरहन्छ, भ्रम धेरै दिन टिक्दैन। लाइसेन्स र पासपोर्ट घरमा सस्तो लोकप्रियता थियो। युवाले आत्मदाह गर्न पर्यो। यो कस्तो विडम्बना हो?
जो अननोन युवा आज जेलमा छन्, योजना बनाउने र परिचालन गर्ने सदनमा टिओबी र युथ काउन्सिल कसको थियो? बारबरादारा विध्वंसको योजना सफल पार्ने को हो? सबै नेपालीहरूले हेरिरहेका छन् महोदय। हामी आँखा नदेख्न बाध्य छौँ, हामी नबोल्न विवश छौँ, तर इमान्दार र राष्ट्रवादी नेपाली हौँ। अहिले समय हाम्रो पक्षमा छैन। जनताको धैर्यताको बाँध नफुटोस्। सभामुख महोदय, धन्यवाद।